ल माइत आएको साह्रै टाढा माइत आइपुग्न गाह्रो गलेर पेट दुहिरहेछ तेल लाउने मान्छे खोज्ने बेला ल बहिनी एकदम माइत नि यो त अनि एकदम आजको यात्रा सुजात दक्षिणा पनि पाउने खानु भएछ यस्तो मजाले आहा हामीलाई यस्तो मजाले थ्याङ्क यू धन्यवाद गरिसक न ल बहिनी माइत आयो स्वागत छ पख न आज एकदम व्यवस्था छ माइतमा बहिनी ल ल ठिक छ सङ्गीतहरूलाई नि बोलाउनु पर्थ्यो हामी सबै यहीँ आउँथ्यौँ नि यहाँ एकै ठाउँ बस्थ्यौँ दुई ठाउँ भनेर छ भात खाएर यतै ल्याउँ न तिनीहरूलाई पनि बरु यहाँ माइतमा यस्तो सजिलो छ कहाँ गयो त्यो बहिनी यो भन कस्तो लाग्यो एकदम रमाइलो एकदम आउनुहोस् न ल ल ल